हेलो गाइस, स्टुडेन्टको लागि चाहिँ जापान कस्तो छ एकचोटि बुझेर है त। जापानमा चाहिँ 2,33,043 नेपालीहरू छन्, जसमध्ये चाहिँ सबैभन्दा ठुलो सिटीहरू चाहिँ टोकियो अनि ओसाकामा, अनि त्यसपछि चाहिँ फुकुओकामा सबैभन्दा बढी नेपालीहरू छन् भन्ने छ। 2019 को डाटा अनुसार चाहिँ सबैभन्दा धेरै टोकियोमा र सबैभन्दा थोरै चाहिँ ओकिनावामा नेपालीहरू छन् भन्ने चाहिँ हामीले देखिरहेका छौँ। र यो डाटाबाट चाहिँ के थाहा हुन्छ भन्दा चाहिँ 2024 सम्म आइपुग्दाखेरि चाहिँ टोकियोमा चाहिँ 83,000 जनाले चाहिँ नेपाली बढेको र ओकिनावामा चाहिँ 6,500ले बढेको देखिन्छ। जस्तो जापानमा चाहिँ 850 भन्दा बढी ल्याङ्ग्वेज स्कुल छन्, जसमध्ये चाहिँ टोकियोमा चाहिँ 200+ ल्याङ्ग्वेज स्कुलहरू छन् भने नागायामा चाहिँ 20 देखि 30वटा स्कुलहरू छन् भन्ने देखिएको छ। जापानमा चाहिँ टोटल नेपाली स्टुडेन्ट चाहिँ 64,816 जना छन्, जसमध्ये चाहिँ ल्याङ्ग्वेज स्कुलमा मात्र 27,613 जना स्टुडेन्ट छन् भन्ने देखिएको छ। पार्ट टाइम जबको कुरा गर्नुपर्दा चाहिँ जापानमा चाहिँ हप्तामा 28 घन्टा गर्न पाइन्छ, जसमध्ये चाहिँ टोकियोमा, ओसाका अनि नागोयामा अनि फुकुओकामा र सँगसँगै साइताबा, चिबा, खानागावा र क्योतोमा पनि काम सजिलै पाइन्छ भन्ने छ। अनि जापानिज स्कुल सकेपछि नेपालीहरूले चाहिँ सबैभन्दा धेरै जापानमा के पढ्छन् भन्ने कुरा चाहिँ 1 नम्बरमा चाहिँ केयरगिभर खाइको भन्छ, 2nd नम्बर चाहिँ अटोमोबाइल्स जिदोस्या पढ्छन् र 3rdमा चाहिँ होटल म्यानेजमेन्ट पढ्छन् र 4थमा चाहिँ आइटी पढ्ने र 5थमा चाहिँ बिजनेस म्यानेजमेन्ट पढ्ने स्टुडेन्टहरू चाहिँ जापानमा धेरै छ भन्ने देखिएको छ। यो चाहिँ मैले जापानमा आउन चाहने स्टुडेन्टमा आउन चाहने चाहिँ स्टुडेन्टहरूको लागि चाहिँ एउटा सर्ट भिडियो बनाएको, कुन ठाउँमा आउने अनि कहाँ आउने भन्ने अलमलमा हुनुहुन्छ भने यस्तो कुराहरू चाहिँ हामीले हेरेर आउनुपर्छ। यसरी हेर्दा आउँदाखेरि चाहिँ हामीलाई पछि पनि एकदम सजिलो हुन्छ। यो चाहिँ एउटा नयाँ स्टुडेन्टहरूको लागि बनाएको सर्ट भिडियोहरू हो। अनि यो चाहिँ मैले कति डाटाहरू चाहिँ नेटबाट कलेक्ट गरेको भएर अब सबै चाहिँ अब मैले खोजेअनुसार लेखेअनुसार नहुन पनि सक्छ र सकेसम्म चाहिँ अब यो ठाउँमा आउँदाखेरि चाहिँ स्टुडेन्टको लागि चाहिँ बेस्ट हुनसक्छ।